सो बिहानी तथा नमस्कार सबैजनामा। म डाक्टर विवेक सुवेदी, नशा तथा मानसिक रोग विशेषज्ञ, हाल कलेज अफ मेडिकल साइन्सेस चितवनमा कार्यरत छु। आज म नशा तथा मानसिक रोगको बारेमा केही कुराहरू भन्न गइरहेको छु। नशा तथा मानसिक रोग संसारमा धेरै नै समस्या निम्ति आउने रोगहरू हुन्, जसले मानिसलाई दैनिकीमा गाह्रो गराउने, सोच विचारमा परिवर्तन आउने, बानी बेहोरामा परिवर्तन आउने, खानपिन निन्द्रामा परिवर्तन आउने र साधारण क्रियाकलाप गर्न गाह्रो हुने पनि गर्दछ। विशेष गरी हेर्ने हो भने मानसिक समस्याबाट मानिसहरू धेरै ग्रसित छन् र 70 देखि 80% मानिसहरू उपचारका लागि आउँदैनन् भने संसारका 20% भन्दा बढी मानिसहरूमा मानसिक समस्याहरू देखिएको छ। मानसिक समस्यामा को कुरा गर्दाखेरि मानसिक समस्या विशेष गरी बायोलोजिकल कारणले गर्दाखेरि हुन्छ। टाउकोमा चोटपटक लागेमा, टाउकोमा घाउ भएमा, टाउकोमा इन्फेक्सन्सहरू भएमा, अरू शरीरको भागमा इन्फेक्सन भइदिएमा पनि हुने गर्छ। जस्तै मेनिन्जाइटिस, इन्सेफेलाइटिस, न्युमोनिया, पिसाबको इन्फेक्सन, छालाको समस्याहरू भयो, किडनीका समस्याहरू, एसिडिटी भयो, यी समस्याले गर्दाखेरि हुन सक्छन्। त्यो भए केमिकल्सहरू कम भइदियो भने हुन्छ, न्युरोकेमिकल कम भइदियो भने, सेरोटोनिन डोपामिन, ग्लुटामेट गाबा, एसिटाइलकोलिन कमीले गर्दा पनि हुन्छन् भने सोसल कजेसहरू हुन्छन्, जसमा चाहिँ हाम्रो घर झगडाहरू भयो, त्यसपछि आर्थिक नोक्सानी भयो। त्यो बाहेक अरू समस्या भनेको कसैको आफ्नो नजिकको मानिसको मृत्यु भएमा, आफ्नो अशिक्षाले गर्दा, गरिबीले गर्दा रोगहरू निम्तिन्छ। कुन रोगहरू विशेष गरी नशा तथा मानसिक रूपमा कमन छन् त है भन्दा कुरा गर्दाखेरि विशेष गरी डिप्रेसन, निराशापन रोग भन्छौँ, जुनमा दिक्क मान्ने, तागत बल फुर्ती नहुने, आफूलाई हानि गर्ने सोचहरू आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, आत्मबल कमजोरी हुने, दिक्क लागेर बसिरहने, गतिविधिहरूमा कमी आउने का लक्षण देखिन्छन्। त्यसपछि एन्जाइटी अथवा डर चिन्ताको रोग, जसमा मुटु कामै जस्तै हुने, सास फेर्न गाह्रो हुने, मरिन्छ जस्तै लाग्ने, निद्रा नहुने, चटपट लाग्ने, हातखुट्टा काम्ने, हातखुट्टा पोल्ने, जमजम गर्ने समस्याहरू देखिन्छन् भने अनिद्राका समस्या भए, त्यो बाहेक अल्मल हुने समस्या, बिर्सिने समस्या, त्यो बाहेक शङ्का लाग्ने समस्याहरू हो, सिजोफ्रेनिया, बाइपोलर समस्या भयो, जुनमा मनमा स्थिरता नहुने समस्याहरू हुन्छन्। यसको लागि चाहिँ यी समस्याहरू आए भने तुरन्त नशा तथा मानसिक रोग विशेषज्ञसँग सम्पर्क गरेर उपचारको लागि र परामर्शको लागि आउन म अनुरोध गर्दछु। धन्यवाद।